अस्सलाम बकेरतोब। म चाहिँ अहिले इजरायल आइपुगेको छु र मेरो पछाडि हुनुहुन्छ प्रकाश लामा सर र हामी अहिले यो हाम्रो रुम रामातगान वेस्टमा बसिरहेका छौँ। रामातगान वेस्टदेखि हाम्रो नजिकै एउटा पार्क छ, याक्रोन पार्क छ, जुन हाम्रो रुमदेखि 2 किलोमिटर को दूरीमा छ र आज हामी याक्रोन पार्कमा घुम्नको लागि आइरहेका छौँ र मलाई खासै हेर्दै साथ दिएको छैन र अहिले यहाँको मौसम चेन्जले गर्दा हल्का रुगा लागिरहेको छ र म तपाईलाई केही यहाँको दृश्यहरू देखाउने छु। हाम्रो साथीहरूले जिम गर्नको लागि जिमखाना जुन याक्रोन पार्क भित्र भएको जिमखानामा इन्ट्री गरिरहेको जिम गर्न पाएर खुसी हुँदै हिँड्नु भएको छ। हाम्रो मोहन सर यता पिक्न के अरे रबरलाई हान्दै हुनुहुन्छ अनि यता के अरे सूर्य थापा सरले यो बडी बनाउन थाल्नु भएको छ अनि के अरे हाम्रो चुडाल सरले के गर्दै हुनुहुन्छ। के रहेछ तपाईँलाई सरले साइकल चलाउने एकदम बिजी छ न, अब कहाँसम्म पुग्ने हो थाहा छैन मलाई। हो त्यसलाई पुग्ने हो, बधाई छ। त्यसलाई ओके आऊ त नभन्नु न। यो चाहिँ रामातगानको सबैभन्दा ठुलो पार्क याक्रोन पार्क भनेर चिनिन्छ। जुन पार्कमा यो हिँड्नको लागि साइकल हिँड्नको लागि छुट्टै एउटा वे छ र मान्छे हिँड्नको लागि त हेर्नु मान्छेको चिन्हहरू दिइरहेको छ। विकसित देशहरूमा यसरी नै मान्छे र साइकलको लागि सबै कुरा छुट्याइरहेको हुन्छ। हाम्रो सरहरू उता आउँदै हुनुहुन्छ। सर चाहिँ रनिङ गर्नु एकदम के अरे पर्फेक्ट हुनुहुन्छ। उहाँले दोस्रो म्याराथन पनि जित्नु भएको अरे। त्यसको यो पानी खाने ठाउँ त्यस्तरी पानी खानु पर्ने थियो। तब त्यहाँ दबाई सकेपछि दबाईहरू पानी खाने। मोहन सर पानी कस्तो छ? बहुत मिठो छ हजुर। मिठो मात्र? टु सफ्ट, टेस्टलेस। टेस्टलेस वाइ टेस्टलेस। अब बुढाबुढीलाई उसको नेपालको पानी जस्तो हजुर। हामी चाहिँ यो पार्क एकदमै ठुलो छ। हामी तिन चार फेर यहाँ घुमिसक्यो अनि त्यसपछि अहिले बोर लागेको हुन्न अनि त्यसपछि यो सर्टकट बाटो लिएर हामी बाहिर निस्किँदैछौँ। उता ट्रेन रहेछ त त्यहाँ त, त्यहाँ ट्रेन चलिरहेको छ, ट्रेन चलिरहेको छ अनि यहाँ एउटा सरहरू अगाडि बढिराख्नु भएको बाटोहरू छ पार्कमा। हामी यो पार्कको अन्डरग्राउन्डबाट हिँड्दैछौँ। माथि चाहिँ हाइवे रहेछ यो, हाइवेमा गाडीहरू हिँडिरहेको छ। टाइम 6:29 गइरहेको छ तर यहाँ रात परेको चाहिँ होइन। फुल 10 मिनटमा हिँड्दै गयो नि कि त्यसलाई पुगेर आउने हो यहाँको।
पहिला म भिडियो बनाएर फोटो हानिदिन्छु है। कहाँ आयो अरे पुलमा आयो है रामातगानको के भन्नु नाम चराको टाउको 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 चराको ब्रिज होइन चराको टाउको ब्रिज बर हेड ब्रिज होइन बर हेड ब्रिज हो बल्ल मैले सम्झेँ ल यही छ। अब चाहिँ हामी यहीँ घुम्दै घुम्दै अब हामी कहाँसम्म पुग्छौँ म हल्का हल्का तपाईँलाई भिडियो जोड्दै जानेछु। पार्टी त चलाउनु पर्यो। त्यही गरेर गाह्रो। मोहन मोहन के फाता रामातगान ए फाता मर्गिस लो सुन लो लामा लो रामातगान के हो रातभरि घुमौँ मैले तेलबी जाम भन्दै जान्छु होइन। रामातगानको यो पार्क नै हो याग्रोन पार्कको साइडतिर हाइवे साइडतिर हामी आइरहेछौँ। आज हाम्रो सरहरू अहिले टिकटक बनाउनु बिजी हुनुहुन्छ र हामीले अगाडि स्विमिङ पुल चिल्ड्रेन पार्क सबै देख्यौँ। अब चाहिँ हामी यहाँदेखि हाइवे निस्किँदैछौँ र हाइवेदेखि हाम्रो रुम करिब 10 मिनटको बाटोमा छ र पारिको जुन जङ्गल अथवा पार्क थियो त्यहाँ अहिले स्यालहरू कराइरहेको छ। यहाँको माउन्टेनै रहेछ त यो त।